आज म चाहिँ यता झोलुङ्गे पुल घुम्न आएको छु हैन पेसेन्जरहरु लिएर अनि झोलुङ्गे पुलतिर आएको गाइस अब यतातिर के देखेँ भने चाहिँ मैले है यो के भन्छ नि स्कुलको बसहरु आएर छ विद्यार्थीहरुलाई घुमाउन लिएर आएको रहेछ। यति मान्छे छन् कि यो महाकाली नदीमा व्यापक मान्छेहरु छ के झोलुङ्गे पुल देख्न सक्नुहुन्छ तपाईहरुले। उता बसहरु पनि देख्न सक्नुहुन्छ है। म तपाईलाई देखाउँछु है त। महाकाली नदीमा टक्क मान्छेहरु टक्क हिँडिरहेछ। यो सबै विद्यार्थीहरु है फेरि घुम्न आएको विद्यार्थीहरु हो। आज झोलुङ्गे पुलमा त लास्टै भिड छन्। तिहार जस्तै भएको छ झोलुङ्गे पुल त आज। टकटकाटक मस्त धेरै टाढाबाट आउनु भएको छ विद्यार्थीहरु यता चाहिँ घुम्न। सर्ट पाएर यी भाइहरु मसँगै आएको हुन् है फेरि। झोलुङ्गे पुल यही हो गाइस है। एसियाको दोस्रो नम्बरको पुल है फेरि लामो। तपाईहरुलाई मैले पहिलाको भिडियोमा पनि देखाएको है। टबार यस्तो राम्रो छ नि पुल।